हेलो च्याम्पियन्स, हाम्रो नयाँ भिडियोमा स्वागत छ तपाईहरुलाई। र आज काइलाबा कुरा गर्दै छ एससी का भाइ बहिनीहरुसँग। एसएलसी अथवा एससी यो आफैमा एकदमै महत्त्वपूर्ण छ र अनि यो तिम्रो जीवनको एससी पछिको फेज भनेको र एससी अगाडिको फेज भनेको कम्प्लिटली दुईवटा डिफरेन्ट छुट्टा-छुट्टै पार्ट हो जस्तो लाग्छ मलाई। दुईवटा छुट्टै कम्प्लिट पार्ट हो जहाँ चाहिँ तिमी आफूले देख्ने संघर्ष अथवा तिमीले आफूले देख्ने अबका बाटोहरु तिमीलाई परिवारले देख्ने, आफन्तहरुले देख्ने र अनि तिमीले परिवार तथा आफन्तहरुलाई देख्ने अब नयाँ गोरेटोहरु सिर्जना हुने छेड हो जस्तो लाग्छ मलाई चाहिँ। र अनि के हो एससी भनेको, एससी पछि के कस्तो हुन्छ भन्ने विषयमा मेरो आफ्नै अनुभवसँगै मैले देखेको र मैले हिडेको बाटोको अनुभवको आधारमा म तिमीहरुसँग केही कुरा शेयर गर्न जाँदैछु। मलाई एसएलसी अथवा एससी किन इम्पोर्टेन्ट फेज हो भन्ने लाग्छ। एससी सम्म चाहिँ हामी घरमै बसेर पढेका हुन्छौं अथवा केही नभए पनि हाम्रो एजुकेसनको लागि इन्भाइरोमेन्ट हुन्छ, पढ्नको लागि तिमी बाहिर गइहाल्नु पर्ने भन्ने चाहिँ हुँदैन। तर एससी दिइसकेपछि चाहिँ अब तिमी कहाँ गएर पढ्ने, के विषय पढ्ने लगायतका थुप्रै प्रश्नहरु हुन्छन्। त्यो सँगसँगै कतिलाई चाहिँ यही पढ यही गर भने जस्तो प्रेसर आउला, परिवारको प्रेसर त्यस्तो पनि हुने रहेछ। म चाहिँ लकी थिएँ कि मलाई चाहिँ त्यस्तो परिवारको प्रेसर चाहिँ आएको थिएन। अनि त्यो सँगसँगै अब कहाँ गएर पढ्ने, के पढ्ने यस्ता दुविधाहरु सँगसँगै अर्को एउटा च्यालेन्ज कस्तो हुन्छ भने हामी जस्तो किसानका छोराछोरीहरु जसले अफोर्ड गर्न अलिकति सक्दैन, त्यस्तो अवस्थामा घरमा परिवारलाई फाइनान्शियल बर्डन गरेर म त काठमाडौँ गएर साइन्स पढ्छु, म त गएर डाक्टर पढ्छु, डाक्टर बन्ने हो भने जस्तो कुराहरु गर्न, म त इन्जिनियरिङ पढ्ने हो भने जस्तो कुराहरु गर्न अलिकति प्र्याक्टिकल हुँदैन। त्यो जुन चाहिँ मेरो परिवारमा पनि अभियसली अलिकति प्र्याक्टिकल थिएन। मेरो दाइले चाहिँ के भन्नुहुन्थ्यो भने म चाहिँ बुटोल बसे, मेरो भाइ चाहिँ जसरी भए पनि काठमाडौँ पठाउँछु तँलाई चाहिँ म पहिले गएको भए तैँले अलिक कम संघर्ष गर्नु पर्थ्यो होला, तर अब म नगए पनि तँ गएर भए पनि संघर्ष सुरु गर्नुपर्छ कि तँ चाहिँ काठमाडौँ जानुपर्छ भनेर दाइले नै त्यो आधार बनिदिनु भयो भन्छु म चाहिँ। अनि त्यसपछि म एसएलसी दिइसकेपछि पहिलो पटक म 2071 सालको चैत्र 19 गते काठमाडौँ पुगेको हुँ। अनि काठमाडौँको बारेमा हामीले पढेको हो पशुपतिनाथ, बौद्धनाथ, बागमती भनेर। अनि त्यो पढ्दाखेरि चाहिँ दिमागमा एउटा इमेज बन्छ लाइक यता होला पशुपतिनाथ यस्तो होला। अनि सुरुमा म गएर स्वयम्भू बसेको थिएँ काठमाडौँ भनेर। मेरो लागि स्वयम्भू थियो स्पेशल, किनभने म सुरुमा गएर काठमाडौँमा पाइला टेकेको भनेको नै स्वयम्भूमा थियो। त्यहाँ बसेर देख्दाखेरिको काठमाडौँ चाहिँ फेरि भिन्न रहेछ। अनि त्यो सँगसँगै काठमाडौँमै हुर्किनु भएको आफन्तका छोराछोरीहरु कहिलेकाहीँ गाउँमा जाँदाखेरि सुनाउने गरेको काठमाडौँ, अनि गएर अरू गाउँको दाइ भाइहरु जो चाहिँ काठमाडौँ आएर पढ्नु भएको थियो यताउता उहाँहरूले गएर सुनाउँदाको काठमाडौँ र आफूले देखेको काठमाडौँ कम्प्लिटली फरक थियो। पहिलो पटक आफ्नो घर छोडेर गाउँ छोडेर जाँदाखेरि त्यति बेला चाहिँ क्या स्वतन्त्रताको क्या फ्रिडमको फिल पनि भएको थियो। तर त्यो मात्र चाहिँ होइन रहेछ। त्यसपछि अनि भूकम्प पनि आयो। भूकम्प पछाडि फेरि अनि अब कलेज जोइन गर्नुपर्ने भयो। त्यो चरणहरु थियो। अब म कुरा गर्दैछु कलेज जोइन गर्ने र कलेजवाला पाटो अथवा एकाडेमिक्स पाटो एउटा आउँदैछ, हुँदै नै गर्छ र अर्को पाटो हो जुन चाहिँ अब तिमी अहिलेसम्म चाहिँ परिवारको छायामा थियौ, अब तिमी अध्ययनको सिलसिलामा घर छोडेर घर परिवारबाट टाढा जाँदैछौ। त्यो भनेको एकदमै ठुलो डिसिजन पनि हो र अलिकति डिफिकल्ट डिसिजन पनि हो, जहाँ चाहिँ हामी मिसकम्युनिकेटेड हुन सक्छौं। तिमीले झेल्दै गरेको कुराहरु, थिंग्स दैट यु आर गोइङ थ्रु अरूलाई चाहिँ थालै नहुन सक्छ, थाहा नै नहुन सक्छ, तर तिमीले आफैले भोग्दै गरेको कुराहरु त्यही नै एकदमै ठुलो हुन सक्छ। अनि म पनि त्यस्तै गरी काठमाडौँ घर छोडेर गएँ। अनि सुरुमा जाँदाखेरि मेरो लागि चाहिँ क्या अप्ठ्यारो लाग्यो, किनभने म घरमा कहिले लुगा धुने गर्थिन, आमाले धुइदिनुहुन्थ्यो। खाना पकाउन कहिलेकाहीँ पर्थ्यो, त्यो पनि अलिअलि। अनि ती कुराहरु अब एक्कासी आफैले सबै गर्नु पर्दाखेरि त्यो एउटा डिफिकल्ट च्यालेन्ज थियो। तर अहिले फर्केर हेर्दाखेरि त्यो एकदमै इम्पोर्टेन्ट स्किल्स पनि हो आफैले आफ्नो लागि गर्न सक्नु भनेको। अनि अर्को गाह्रो भनेको एक त घर परिवारबाट टाढा हुनु र अनि अर्को भनेको तिम्रो कोही पनि नहुनुले गर्दा तिमीलाई चाहिँ एकदमै अब त्यो अन्यलमा एक्लोपनमा भएको जस्तो लाग्न सक्छ। र अनि त्यस्तै अवस्थामा चाहिँ तिमी अब घरको याद आउनु, अनि घरमा जाम जस्तो लाग्नु मलाई चाहिँ कस्तो हुन्थ्यो नि। अनि त्यस्तो बेलामा म स्वयम्भूको मेन रोडमा आउँथे र अनि बुटोल भैरवा लेखेको गाडी देख्दाखेरि पनि यो त मेरो गाउँ जाने बाटो हुँदै जान्छ है भनेर चाहिँ अनि क्या चित्त बुझाउँथे। त्यो दिनहरु थियो। अनि त्यो सँगसँगै त्यसपछि अब कलेज भर्ना भयो। अनि गएर दशैं अब एक्जाम सकिसकेपछि दशैंको बिदामा घर जाने भनेर क्या एक्साइटमेन्ट थिए, घर भनेर। अनि घर पुगेपछि म आकाशबाट खसे जस्तो छर्लङ्ग त्यो हुन्छ नि तर्सिए भने जस्तो भयो। के भएको थियो अनि म घरमा त गएँ, म घरमा जानु भनेको त घर महसुस गर्न गएको थिएँ हैन। तर म जाने दिनमा चाहिँ बुवा आमाले घरमै पनि कस्तो भयो भने
भने म चाहिँ पाहुना जस्तो भइरहेको थिएँ क्या। सबैजनाले मलाई चाहिँ ल सहरमा पढ्न गइरहेको छोरा आयो घरमा भने जस्तो अनि पाहुना ट्रिट गर्नु भएको थियो क्या। अनि त्यो चाहिँ मलाई क्या आफ्नै घरमा पाहुना बन्नु चाहिँ असहजता हो। अन्त त सबैतिर तिमी पाहुना नै हो नि, तिम्रो घरमा त तिमी हुने होइन, तर तिमी पनि अब बाहिर बसिसकेर घरमा जाँदाखेरि अब तिमी पनि पाहुना हुन्छौ। तिमी घरमा मात्र होइन, तिमी गाउँमा तिम्रो समाजमा नै एउटा पाहुना हुन्छौ। तिमी यता जाऊ उता जाऊ सबैजनाले सोध्नुहुन्छ ए कहिले आयो ए कहिले जान्छौ। अनि त्यो भएर मलाई पहिलो अप्ठ्यारो लागेको भनेको त्यो रहेछ कि ए ल म त मेरै घरमा पाहुना भएछु भन्ने महसुस भएको थियो त्यति बेला। अनि मैले मेरो दिदीलाई पनि सम्झेँ जसलाई चाहिँ हामीले विवाह गरेर पठाएर पर्सि दुरान फर्काउन आउने बित्तिकै हामीले क्या पराई ठानी हाल्छौँ क्या, अथवा क्या टाढाको सम्झिहाल्छौँ। त्यति बेला मैले दिदीलाई सम्झाएको थिएँ कि ल दिदीलाई त हामीले बिहा गरेर तेस्रो दिन आउँदैन, दिदी कसरी अन्तको हुनुभयो र दिदी पनि त माइत आउनु भयो अथवा आफ्नो घर आउनु भएको जस्तो भएको थियो। पछि मैले दिदीलाई यो कुरा भनेको पनि थिएँ। त्यो कुरा चाहिँ क्या अप्ठ्यारो लाग्ने कुरा हो कि तिम्रै घरमा जाँदाखेरि अब तिमीले त्यो पहिलाको स्पेस फिल गर्न चाहन्छौ, त्यो पहिलाकै जस्तो इन्भाइरोमेन्ट सबै कुरा महसुस गर्न चाहन्छौ, तर त्यो चाहिँ अब मिल्दैन। त्यो चाहिँ दुःखको कुरा हो। त्यो सँगसँगै अनि अर्को एकदमै दुःख लाग्ने कुरा कहाँ भएको थियो भने सुरुमा एसएलसी दिने बित्तिकै घर छोड्न पाए हुन्थ्यो जस्तो हुन्थ्यो। घर चाहिँ बन्धन जस्तो लाग्थ्यो। घर छोडेपछि त खतरा स्वतन्त्र पुरा आकाशमा उड्ने चरा भइन्छ जस्तो लाग्थ्यो, तर त्यो भ्रम हो रहेछ। किनभने त्यसपछि जब म दसैँमा घर गएँ अथवा हरेक पल्ट पनि जति बेला पनि म घर जान्थेँ र अनि घरबाट काठमाडौँ फर्किनु पर्थ्यो, त्यति बेला चाहिँ मलाई कस्तो हुन्थ्यो नि, त्यो ज्वरो आएको पनि होइन तर त्यो न्यास्रो लाग्यो भन्छ नि नेपालीमा जुन हो त्यस्तो हुन्थ्यो। अनि त्यहाँबाट खाना बनाएर खान पनि मन लाग्थेन, यसो चाउचो पुक्लेको उमाल्यो अनि कहिलेकाहीँ त नआइकन सुतिन्थ्यो। त्यो के कमी भएको जस्तो हुन्थ्यो, के छुट्यो जस्तो हुन्थ्यो। अनि घरबाट निस्केर गाडी चढ्न आउने बेलासम्ममा पनि मेरो त एक दुई थोपा आँसु झरेकै हुन्थ्यो जहिले पनि। पछिल्लो समय भन्नाले म इन्जिनियरिङ पढ्ने बेलामा अथवा 12 क्लासकै पनि अन्तिम समयतिर अलि नर्मल भइसकेको थियो होला, नभए धेरै समयसम्म चाहिँ मेरो घरमा गएर अनि फर्किने बेलामा जहिले पनि त्यो एक चसक्क चाहिँ हुन्थ्यो। अर्को च्यालेन्ज के थियो भने जब म काठमाडौँ गइसकेपछि चाहिँ त्यहाँ त मलाई चिन्ने कोही पनि छैन। अनि काठमाडौँमा अब देशभरिकै सबै जिल्लाहरूबाट आउनुहुन्छ एकअर्काहरू, तर अब सबैसँग चिनजान हुँदैन, केही पनि हुँदैन। अनि को कस्तो छ के कसो छ सबै थाहा हुँदैन। आफूलाई निष्ठुरी सहर हो जस्तो लाग्थ्यो। आफू एक्लै सङ्घर्ष त गरिरहेको छु तर केमा गरिरहेको छु के भइरहेछ जस्तो अलिकति लङ वे नदेखेको जस्तो चाहिँ लाग्थ्यो। तर अहिले पछि फर्केर हेऱ्यो भने +2 को छेड अथवा एसएलसी पछिको छेड, त्यो छेडहरू चाहिँ एकदमै महत्त्वपूर्ण हुने रहेछ। यस अर्थका लागि कि त्यो बेला चाहिँ हामी फाउन्डेसन क्रिएट गर्छौँ। हाम्रो अगाडिका दिनहरूका लागि फाउन्डेसन क्रिएट गर्ने भनेको पर्फेक्ट टाइम भनेकै +2 पछिको टाइम हो। किनभने त्यति बेला तिमीले स्वतन्त्रता तिमी फिल गर्न पाउँछौ, तर स्वतन्त्रता भयो भने तिमी के गर्छौ भन्ने कुराको एन्सर पनि खोज्न थाल्छौ। किनभने तिम्रो ल घरमा हुँदा बाबुआमाले मोबाइल नचलाऊ यस्तो गर उस्तो गर भनेर एउटा ब्याकग्राउन्ड म्युजिक चलिरहन्थ्यो होला, तर अब यहाँ चाहिँ त्यो ब्याकग्राउन्ड म्युजिक चल्दैन। यदि तिमी होस्टेल बस्दैछौ अथवा तिमी एक्लै बस्दैछौ, म चाहिँ एक्लै बसेको थिएँ र त्यो चाहिँ मेरो लागि बेस्ट लाग्यो। किनभने एक्लै बस्दाखेरि मैले आफैलाई डिस्कभर गर्न पाएँ, आफैलाई बुझ्ने मौका पाएँ अनि आफैले आफ्नो यात्रा गर्ने मौका पाएँ। त्यो चाहिँ मेरो लागि बेस्ट मोमेन्ट थियो, जहाँ चाहिँ मैले नै मसँग यत्रो समय बसिराख्नु छ, यत्रो समय जिन्दगी बिताउनु छ, तर मैले नै मलाई चिनेको छैन। त्यो कुराहरू मैले खोजी गर्न पाएँ अनि बुझ्न पाएँ। त्यो चाहिँ मेरो लागि बेस्ट पाटो थियो। त्यही भएर अभियसली मेरो रिकमेन्डेसन त हुन्छ कि परिवारले मान्नुहुन्छ मिल्छ भने एक्लै बस। अनि त्यो भनेको झनै नेक्स्ट लेभल फ्रिडम हो तिमीले देख्यौ भने। एसएलसी पछिको टाइम भनेको चाहिँ तिमीले आफ्नो फाउन्डेसन ह्याबिट्सहरू बनाउने टाइम हो, तिमीले आफूमाथि काम गर्ने टाइम हो। अनि तिमीले यो बुझ्ने टाइम हो कि तिम्रो च्यालेन्जेसहरू, तिम्रो अब्स्ट्याकलहरू अथवा तिम्रो कम्पिटिटरहरू चाहिँ कहीँ पनि बाहिर दुनियाँमा छैन कि त्यो तिम्रै कमी कमजोरीहरू हुन्, तिम्रै ह्याबिट्सहरू हुन्, तिम्रै ती कुराहरू हुन् जुन चाहिँ तिमी बाध्य भएर गरिरहेछौ। तिमी आफैले नै आफूलाई खोजी गर्ने पर्फेक्ट टाइमिङ हो जस्तो लाग्छ मलाई चाहिँ। किनभने त्यति बेलासम्म तिमी बच्चा पनि भएको हुँदैनौ, अब तिमी अन्डरस्ट्यान्डिङ डेभलप गरिसकेको हुन्छौ आफ्नै, र अनि त्यो सँगसँगै अब तिमी आफ्नो फर्दर पाथ क्रिएट गर्नको लागि सेल्फ रेस्पोन्सिबल हुन्छौ। अब चाहिँ तिमीले स्कुलको सरलाई दोष दिँदैनौ अथवा तिमीले आफ्नो बाबा मम्मीलाई सुरुमा सबभन्दा पहिलो कुरा भने त आफ्नो बाबा मम्मीलाई बुझ्न सक्न थाल्छौ। किनभने घरमा छँदासम्म त हामी कहिले पनि बुझ्दैनौँ बाबा आमाको सङ्घर्ष अथवा बाबा आमाले आफ्नो लागि गरेको कुराहरू। जहिले पनि बुढो कति कचच गरिरहे जस्तो
लाग्छ हैन। अनि त्यही कचकच अब चाहिँ कमी हुन थाल्छ क्या। मैले चाहिँ कहिलेकाहीँ घरमा फोन गरेर भन्थे बुवालाई आमालाई भन्थे, आमा आज गाली गर्नु न भन्थे, बुवा आज गाली गर्नु न, आज त अलि केही नै गरिएन हो, मोबाइलै चलाएर बसेँ म दिनभरि, घरमा हुँदा त मोबाइल चलाउँदा कमसेकम तपाईँ त हुनुहुन्थ्यो गाली गर्ने, या त कोही पनि छैन भन्थे। अनि पछि चाहिँ मलाई के लाग्यो भने यस्तो त मलाई मात्र भइरहेको होइन होला नि त, संसारको सबभन्दा ठुलो भनेकाहरू मान्छेहरू चाहिँ उनीहरू चाहिँ के गर्छन्, कसरी चाहिँ च्यालेन्जहरू ट्याकल गर्छन्, अथवा एक्लै त उनीहरू पनि बस्छन् होला भन्ने जस्तो चाहिँ क्वेसनहरू आयो। अनि त्यहाँबाट त्यहाँदेखि मैले खोजी गर्न थालेँ। अनि थाहा पाएँ कि ल ह्याबिटहरू भनेको त्यो चिज हो जसले चाहिँ लाइक हाम्रो सानो सानो कुराहरू डिटरमाइन गर्छ, र त्यो सानो सानो कुराहरूले एकदमै बिगेस्ट चेन्जेसहरू लिएर आउँछ जिन्दगीमा। आजको भोलि नै खतरा चेन्ज हुँदैन क्या। खतरा चेन्ज भयो भने त्यो नेचर होइन क्या, त्यो नेचुरल वे होइन। नेचरको वेमा हामी आज मकै रोप्यो भने भोलि नै मकै फलोस् भन्ने आशा गर्दैनौँ क्या। रियल लाइफमा अझ हाम्रो सोसियल मिडियाको यस्तो लाइफमा त हामी के आशा गर्छौँ भने आजको भोलि नै हामीलाई सफल हुनु छ। कन्सिस्टेन्सीको हामीलाई भ्यालु नै थाहा छैन। किन थाहा छैन भने हामीले त इन्स्ट्यान्ट ग्राटिफिकेसन भन्छ, जुन हुत्त हामीलाई सफलता चाहिन्छ, हुत्त हामीलाई खुसी चाहिन्छ, हुत्त हामीलाई सक्सेस चाहिन्छ। हामी पेन टोलरेट गर्नै सक्दैनौँ। सबैतिर हामीले सायद सक्सेस स्टोरी मात्रै देख्छौँ, किनकि फेलियर स्टोरिज त बिहाइन्ड द सिनमा हुन्छ। अनि बिहाइन्ड द सिन कसैले पनि क्याप्चर गर्दैन। इभन मैले नै पनि तिमीलाई सुनाइरहेको चाहिँ हो, तर एक्ज्याक्ट त्यति बेला मैले कस्तो महसुस गर्थेँ भनेर मैले तिमीलाई त्यति बेला भिडियो रेकर्ड गरेर अभियसली देखाएको छैन, अथवा देखाउँदिन थिएँ पनि होला। सो त्यो कुराहरू चाहिँ अब तिमी आफूले आफूमा एक्सपिरियन्स गर्ने कुरा हो। अनि आफूले आफूमा चाहिँ एउटा सिफ्ट एक्सपिरियन्स गर्छौ होला, जहाँ चाहिँ सबै कुरा भिन्न देख्न थाल्छौ होला, सबै कुरा नयाँ देख्न थाल्छौ होला। त्यसैमा आफ्नो त्यो क्युरियोसिटीहरू डेभलप गर्दै गर, मर्न चाहिँ नदेऊ। अनि आफ्नो ह्याबिटहरूलाई एकदमै कन्ट्रोल गर भन्छु म चाहिँ, किनभने तिनीहरू फाउन्डेसन हुन्। हामीले के कस्तो ह्याबिट चुज गर्छौँ, के कस्तो ह्याबिट डेभलप गर्दै जान्छौ भन्ने कुराको लागि अहिले तिम्रो टाइम भनेको बेस्ट टाइम हो। किनभने जति तिम्रो अगाडिबाट सुरु गर्यो र कन्सिस्टेन्सी मेन्टेन गर्दै गयो भने पछाडि पुग्दाखेरि च्यालेन्जेस बिट गर्न धेरै नै सजिलो हुन्छ। मोस्ट सक्सेसफुल पर्सनहरूको ह्याबिटहरू खोजी गरे कि कसरी गर्छन्, के गर्छन् भनेर। अनि त्यहाँबाट थाहा पाएँ एउटा हुँदो रहेछ जर्नलिङ, उनीहरू धेरैले जर्नल गर्छन्, प्लान गर्छन् अगाडि नै। अनि अर्को हुँदो रहेछ बिहान चाँडै उठ्ने, अनि अर्को हुँदो रहेछ बुक पढ्ने। अनि यस्ता यस्तै हेऱ्यो भने त्यो एक्टिभिटिज एभ्रीडे गर्ने त्यो कुराहरू चाहिँ एकदमै बेसिक छ, जो चाहिँ हामी जो कोहीले फलो गर्न सक्छौँ क्या। त्यो कुराहरू क्या सानो कुरा हुन्, तर आफैमा नै उत्तिकै भ्यालुको कुरा हो। मकै फाट्ट फल्दैन नि त, त्यसलाई समय लाग्छ नि त। काइलाबाली यो भिडियो तिमीलाई बधाई दिनको लागि बनाएको हुँदै होइन, तिमीलाई चाहिँ सजग बनाउनको लागि बनाएको हो। यस अर्थमा कि अब तिमी सजग हुनुपर्छ। तिमी चाहिँ वाइ त पायो, ओके ठिक छ, त्यो राखिराख। मैले अहिले त तिमीलाई वाइ दिँदै दिन्न, तिमीलाई नै वाइ हरेक दिन दिने बनाउन चाहन्छु। तिमी भित्र एउटा च्याम्पियन जन्माउन चाहन्छु, किनकि त्यो च्याम्पियन त छ, एक्जिस्ट गर्छ, त्यसलाई तिमीले मर्न नदेऊ भन्न चाहन्छु। त्यो च्याम्पियनलाई तिमी डिस्कभर गर भन्न चाहन्छु। त्यो च्याम्पियनलाई तिमीले साथ देऊ भन्न चाहन्छु। अनि बाँकी त उसले तिमीलाई देखाउनेछ, बाँकी त उसले तिमीलाई घुमाउनेछ, उसले तिमीलाई दुनियाँ देखाउनेछ। तिमी त्यो च्याम्पियनलाई चाहिँ डिस्कभर गर। त्यो च्याम्पियन कसरी डिस्कभर गर्न सक्छौ त? तिम्रो ह्याबिटहरूमा काम गर्नुपर्छ। हामीलाई त कन्सियसली थाहा नै हुँदैन तिम्रो ह्याबिटहरू के कस्ता छन्। अनि कलेज सुरु गरे लगत्तै तिमीले डेली आफूमाथि काम गर, डेली आफूमाथि 1.5 घण्टा 2 घण्टा जति मिल्छ काम गर, ट्राई गर कि तिमीले सकेसम्म आफूलाई डिस्कभर गर, आफूलाई ट्राई गर। हु आर यु फर योर सेल्फ। अरूले तिम्रो परिचय दिने हुँदै होइन नि त। तिमीलाई त तिम्रो परिचय त 100 जनासँग 100 थरीको परिचय छ, तर तिमीसँगको परिचय के हो त? तिमीलाई त तिम्रो नामबाट पनि बोलाउनु पर्दैन नि त, हैन? कि तिमीले के भनेर बोलाउँछौ, त्यो कुराहरू खोजी गर भन्छु म चाहिँ। अनि त्यसको लागि जर्नलिङ गर। त्यो हाम्रो थटहरूलाई तह लगाउने एउटा राम्रो तरिका हो। आफूभित्र दुईवटा हुन्छ क्या, एउटा तिम्रो जसले चाहिँ गर भन्छ, अर्कोले या होइन यार भन्छ। त्यो दुईवटै प्रोक्रास्टिनेटेड अल्छीवाला र अनि होइन गर भन्नेवाला दुईटै हुन्छ। त्यो दुईटैलाई चाहिँ तिमीले तालमेल मिलाएर राख। ती कुराहरू एकदमै इम्पोर्टेन्ट कुरा हुन्। अनि अर्को इम्पोर्टेन्ट कुरा भनेको हो हाउ आवर ब्रेन वर्क्स, र अनि कसरी पढ्ने, कसरी सिक्ने भन्ने कुराहरू, जुन चाहिँ धेरै कमैले सिकाउँछन्, अथवा हामी त सिक्दैनौँ। कोही अवेर प्यारेन्ट्सहरूले सिकाउनु हुँदो रहेछ, थ्याङ्क्स टु देम। तर तिम्रो प्यारेन्ट्सहरूले सिकाउनु भएन भनेर उहाँहरूलाई गुनासो गर्ने, अथवा मलाई यस्तो पुर्याउनु भएन उस्तो पुर्याउनु भएन भनेर कति पनि गुनासो गर्ने चाहिँ नगर। किनभने उहाँहरू बाध्य हुनुहुन्थ्यो, ओके उहाँहरू क्यापेबल हुनुहुन्थ्यो होला, उहाँहरूले त्यो गर्नुभयो जे उहाँहरू क्यापेबल हुनुहुन्थ्यो, त उहाँहरू बेस्ट गर्न सक्ने हुनुहुन्थ्यो, त्यति उहाँहरूले गरिदिनु भयो। अब बाँकी रेस्ट गर्ने काम तिम्रो हो। लेट्स डु इट बाई यु। तिमीले गर्ने हो, तिमीले गरेर देखाऊ। यसरी तिमीले सोच्न थाल्यो र यसरी आफूलाई डिस्कभर गरेर हेर्न थाल्यो भने अनि थाहा पाउँछौ कि हामी त गुनासो कति धेरै गर्छौँ, फलानले गरेन, यो भएन त्यो भएन भनेर। तर सबसे गाह्रो कुरा के हो थाहा छ?
आफैले आफैलाई गर्न हो क्या, आफैले आफैलाई मान्न हो, आफैले आफैलाई भन्न हो क्या। अरूले भन्दिन, अरूलाई भन्दिन क्या सजिलो छ, तर तिमीले जब तिमीलाई नै गाली गर्न थाल्छौ अथवा जब तिमीले तिमीलाई नै ताली बजाउन थाल्छौ, त्यति बेला तिमीले थाहा पाउँछौ कि आफैले गर्ने यात्रा त धेरै संघर्षको रहेछ। त्यो चाहिँ रियल संघर्ष लाग्छ मलाई। तिमीले तिमीसँगै गर्ने यात्रा चाहिँ धेरै संघर्ष हो। तिमीले तिमीसँगै हुने माइन्ड च्याटरिङ, कति धेरै माइन्ड च्याटरिङ हुन्छ, ननसेन्स हुन्छ, त्योसँग तिमी कसरी ह्यान्डल गर्छौ, त्योसँग तिमी कसरी ट्याकल गर्छौ, यो कुरा तिमीलाई कसैले कहीँबाट सिकाउनेवाला छैन। तिमीले कसरी सिक्छौ, तिमीले पढा कुराहरू तिमीलाई इक्जामको हल बाहिर आउँदा चाहिँ फ्याट्ट याद आउने, तर त्यही कुरा इक्जामको त्यो 3 घण्टे भित्र हुँदा चाहिँ किन आएन त? तिम्रो ब्रेनमा थियो त त्यो कुरा, नभएको भए त अहिले पनि आउनु हुँदैन थियो। अहिले आयो भनेपछि त अघि पनि आउन मिल्थ्यो। त्यो बीचमा केले रोक्यो तिमीलाई कि अघि चाहिँ आएन अनि अहिले चाहिँ आइराछ? त्यो कुरा तिम्रो ब्रेनमा छँदै थिएन भने त अहिले पनि त आउनु हुँदैन थियो नि त। तर अहिले आएको अर्थ हो अघि पनि थियो, तर अघि तिमीले तरिका जानेनौ अथवा अघि तिमीले त्यो निकाल्न जानेनौ, तिम्रो ब्रेनमा भएको कुरा आउनलाई केले त्यहाँ रोकेको थियो। ठिक छ। अनि त्यो सँगसँगै अर्को एउटा इम्पोर्टेन्ट फेज हो तिम्रो लाइफको, यो एससी पछिको चाहिँ, जहाँ चाहिँ तिमी जाँड रक्सी खान थाल्न सक्छौ, चुरोट चाहन थाल्न सक्छौ, यस्ता यस्तै हुन सक्छ। र यो म नकार्दिन पनि, किनभने हामीले देखेका त्यही छौँ, टेलिभिजनमा मुभीहरूमा कुल बन्नलाई सबै कुरा देखाइएको त्यही छ। तिमी योबाट पर भाग्छौ कसरी? तर यो सँगै अब यो के हो भनेर हामीले कहिले पनि बुझ्दैन अथवा कहिले पनि चिनिँदैन। अनि त्यति बेला जति बेला ढिला भइसक्छ त्यति बेला थाहा पाउँछौ। अनि त्यति बेला ढिला भइसकेपछि अनि त्यही हो भन्ने, ए भाइ नखायार भन्ने अरू सानो भाइ बहिनीहरूलाई। अनि त्यति बेला चाहिँ अब आफू ढिला भइसकेको हुन्छ। तर पनि ढिला कहिले भएको हुँदैन। हेर, सबसे गाह्रो कुरा भनेको आफूले आफूलाई कन्ट्रोल गर्नु हो, अथवा आफूले आफूसँग एउटा डिसिप्लिन बनाएर, एउटा ह्याबिट बनाएर डिसिप्लिन मेन्टेन गर्नु चाहिँ सबसे गाह्रो कुरा हो। र त्यो गाह्रो कुरा अहिले तिम्रो लागि सजिलो, अहिले तिमीले सुरु गर्यो भने कालान्तरमा पुग्दा तिमीले तिमीलाई धन्यवाद गर्नेछौ। त्यो चाहिँ तिमीले तिमीलाई पछाडि फर्केर हेर्दाखेरि अरे वाह थ्याङ्क यू भाइ, त्यति बेला त क्या जिद्दी थिइस् है, तैँले गरिस् भनेर त्यति बेला भन्नेछौ। गर्न बाँकी धेरै कुरा छ, तिमी त्यो इल्युजनमा नबस है। तिमीले जे पढे पनि हुन्छ। हामीले सबै थरीको मान्छे चाहिन्छ क्या, हामीलाई सबै डाक्टर चाहिने पनि होइन। डाक्टर भइदियो भने चालक भाइले पुर्याइदिएर न बल्ल डाक्टरले सुरु गर्छ। हामीलाई सबै थरीका मान्छे चाहिन्छ। त्योभन्दा पहिला त हामीलाई ज्ञानी र राम्रा मान्छे चाहिन्छ क्या, इमान्दार ज्ञानी र राम्रा मान्छे चाहिन्छ। त्यो राम्रा मान्छे बन्नलाई चाहिँ तिमीले तिमीसँग काम गर्नुपर्छ। तिमीले तिमीलाई राम्रो बनायो भने अनि बल्ल न जे गर न, बाँकी त तिमी जे पढ, जुन क्षेत्रमा गए पनि हुन्छ। सबै क्षेत्रमा त्यो एउटै क्षेत्रमा धेरै भिड गराउनु पर्छ भन्ने छँदै छैन। तैँले यो गर्न सक्दैनस्, तैँले त्यो गर्न सक्दैनस्, त असक्षम छस्, त यस्तो छस् उस्तो छस् भन्नेहरू धेरै आउनुहुन्छ होला। त्यति बेला तिमीले यो रूपमा नहेर कि तिमीले गर्न सक्दैनौ भनेर नसोच, बरु के सोच भने यदि उहाँ व्यक्ति चाहिँ तिम्रो ठाउँमा हुनुहुन्थ्यो भने उहाँले हार स्वीकार गर्नुहुन्थ्यो होला कि त म तेरो ठाउँमा भएको भए चाहिँ मैले गर्न सक्दिन थिएँ है। कसैले पनि तिमीलाई यदि भन्दैछ केही कुरा भने तिमीले गर्न सक्दैनौ भन्न खोजेको होइन। हामीलाई चाहिँ त्यसरी भनिन्छ र हामीले पनि त्यसरी नै लिन्छौँ। तर यो भन्न खोजेको हो कि यदि म तिम्रो ठाउँमा हुन्थेँ भने चाहिँ मैले चाहिँ गर्थेन है, म चाहिँ पछि सर्थे, म चाहिँ पछि हट्थे, म चाहिँ यो गर्न सक्ने मान्छे होइन। तर त्यसको अर्थ यो होइन कि तिमी नै गर्न सक्दैनौ भन्न खोजेको चाहिँ होइन जस्तो लाग्छ मलाई। त्यही भएर त्यसरी हेर्न सिक, किनभने कसैले पनि तिम्रो बाटो कोर्दिन सक्दैन। बेस्ट कुरा यो हो कि कसैलाई पनि तिम्रो बाटो थाहा छैन, इभन तिमीलाई पनि थाहा छैन, त्यो चाहिँ बेस्ट हो। र तिमीले कोर्न सक्छौ त्यो बाटो, र तिमीले थाहा पाउने बनाउन सक्छौ। त्यो चाहिँ मेहनतबाट मात्र हुन्छ, त्यो फुत्त हुँदैन, त्यो इन्स्ट्यान्ट ग्राटिफिकेसनबाट स्योर नै हुँदैन। कन्सिस्टेन्सी लाग्छ, टाइम लाग्छ, फाउन्डेसन बनाएर जानुपर्छ। त्यो सबैको लागि मेहनत गर, आफूमाथि काम गर, सोशल मिडिया डेटक्स गर, सकेसम्म कम्प्युटर चाहिँ छौ अथवा त्यसमै काम गर्छौ भने त्यसरी नै काम गर। सबै कुरा मिलाएर गर। बुकहरू पढ्न थाल, मैले बुकहरू पढ्न थालेको थिएँ। सिक, जान, आफूलाई चाहिँ बेटर बनाउँदै जाऊ। यु आर द ओन्ली योर कम्पिटिटर। तिम्रो कम्पिटिटर भनेको तिमी मात्र हो। काइलाबामा हामीले हरेक पटक भन्ने कुरा यही नै हो। मोस्ट अफ द धेरै भिडियोमा हामीले यो कुरा भन्दै आइरहेका छौँ कि तिम्रो च्यालेन्जर अथवा तिम्रो कम्पिटिटर सिर्फ तिमी हो। हिजोको तिमी र आजको तिमी हो, र भोलिको तिमी हो। सो भोलिको तिमीलाई भेट, भोलिको तिमीलाई बेटर बनाऊ, र भोलिको तिमीले आजको तिमीलाई सियोरै थ्याङ्क यू भन्ने छ। र मैले यो सबै कुरा तिमीलाई मात्र भनेको होइन, मैले हिजोको मलाई पनि यसरी नै भन्थ्यो होला सायद आज भेटेको भए। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। काइलाबामा अझ यस्तै धेरै भिडियोहरू लिएर आउने छु। सब्सक्राइब गर्नु होला र अनि लाइक सेयर गर्नु होला यदि मन परेको छ भने, र अनि तपाईँहरूको केही कुरा छ भने कमेन्ट सेयरै गर्नु होला। कन्स्ट्यान्ट लर्निङ, कन्सिस्टेन्सी जहिले पनि हरेक कुरालाई जित्छ।
त्यो कुराहरू चाहिँ कहिले पनि डाउट नगर्नु नेचरको तरिकामा कहिले डाउट गर्नु पर्दैन र अनि वी अल आर इक्वल हामी सबैसँग खाएर पचाउन सक्ने क्षमताको पाचन प्रणाली छ सबै तरिकाको सबै सिस्टम पर्फेक्ट एउटै छ भनेपछि कसैको दिमाग धेरै र कसैको दिमाग थोरै भन्ने पक्कै पनि छैन त्यो तरिका मात्र थोरै र धेरै अलाइन हुनुको मात्रै हो यो विषयमा धेरै कुरा जान्नको लागि पावर अफ योर सबकन्सियस माइन्डको भिडियो यहाँ हेर्नु होला त्यसमा मैले धेरै भनेको छु सो बुकहरू पढ्न थाल्नुस् अनि आफूलाई बेटर बनाउँदै जानुस् उज्जवल भविष्यका लागि शुभकामना काइलाबाको तर्फबाट काइलाबा परिवारको तर्फबाट